सोलुखुम्बुमा 2569औं बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ। नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सोलुखुम्बुको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा बुद्ध जयन्ती भव्यताका साथ मनाइएको हो। सोलु दुधकुञ्ज नगरपालिकाका नगर प्रमुख नामगेल छाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सदरमुकाम नजिकै रहेको थेक्सेन पेमा छोलिङ गुम्बामा बुद्ध जयन्ती समारोहको आयोजना गरिएको थियो। जिल्लाका विभिन्न स्थानबाट आएका बौद्ध मार्गीहरू सम्मिलित प्रभात फेरी मार्फत जिल्ला सदरमुकाम परिक्रमा गरी गुम्बामा फर्केर औपचारिक कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गुम्बाका लामा पेमा धारसेन रेन्फोसे सहित जिल्ला ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हरतम छाली, जिल्ला प्रहरी कार्य सोलुखुम्बुका प्रमुख द्वारिका प्रसाद घिमिरे, नगरपालिका स्थित विभिन्न ओडाका ओडाध्यक्षहरू लगायत बौद्ध मार्गी जातीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने क्रममा नगर प्रमुख शेर्पाले बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै उहाँले जन्मदै बौद्ध धर्मावलम्बी भए पनि बौद्ध मार्गी बन्न जरुरी रहेको उल्लेख गर्नुभयो। उहाँले बुद्धको शिक्षालाई जीवनमा कार्यान्वयन गर्न सके मात्रै बौद्ध मार्गी भएको साबित हुने उल्लेख गर्नुभयो। सर्वप्रथम म यहाँहरूलाई हार्दिक तसिदेले फ्याफुल जोजोलोप र जोडले भन्न चाहन्छु र नमस्कार व्यक्त गर्न चाहन्छु। आज हामी बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण दिन, धार्मिक संयोग, करुणा, शान्ति र ज्ञानका प्रतीक भगवान बुद्धको जन्म जयन्ती आज अत्यन्तै हर्षोल्लासका साथ आज सोलुखुम्बु जिल्लामा मात्रै नभइकन देश र अन्तर्राष्ट्रिय स्तरमा भव्य र सभ्यका साथ मनाइराखेको छौँ। आज हाम्रो लागि यो अत्यन्तै महत्त्वपूर्ण दिन हो। आज यो महत्त्वपूर्ण दिनमा यहाँहरूले गुम्बामा पूजाआजा गर्ने, धर्मगुरुहरूबाट आशीर्वाद लिने, सँगसँगै बौद्ध धर्मको दीक्षा लिने अत्यन्तै महत्त्वपूर्ण काम यहाँ सम्पन्न भइराखेको छ। अघि नै हाम्रो धर्मगुरुहरूले धेरै महत्त्वपूर्ण कुराहरू राखिसक्नु भएको छ कि हाम्रो जीवनको लागि बुद्धको शिक्षाहरू 4 आर्य सत्य, पञ्चशील, त्यसैगरी अष्टाङ्गिक मार्ग र त्रिरत्नको धेरै कुराहरू यहाँ आइसकेको छ। यो धेरै कुराहरू आज हामी बुद्ध जयन्ती मनाइरहँदाखेरि यो कुराहरू हामीले बुझ्न जरुरी छ। यो कुरा हाम्रो दैनिक जीवनमा हामीले जीवन दर्शनको रूपमा हाम्रो व्यवहारमा अँगाल्नु पर्ने कुराहरू हुन्। हामी जन्मजात हामी जन्मिँदै गर्दा हामी बौद्ध धर्मावलम्बीहरू भएर जन्मेका छौँ, तर हामी यो महत्त्वपूर्ण बुद्धको शिक्षाहरूलाई हामीले र विशेष गरेर अष्टाङ्गिक मार्गहरूलाई हामीले पालन नगर्दाखेरि हामी बौद्ध धर्मावलम्बी त भयौँ, तर हामी बौद्ध मार्गी हुन सकेनौँ। त्यस कारणले गर्दाखेरि हामी बौद्ध धर्मावलम्बी मात्रै नभइकन हामी बौद्ध मार्गी बनौँ। हामी बौद्ध धर्मावलम्बी भन्दै गर्दा हामी खालि पूजा आज खालि कर्मकाण्ड मात्रै नभइकन बौद्ध शिक्षालाई हामीले जीवन दर्शनको रूपमा व्यवहारमा हामीले अँगाल्न सक्यौँ भने त्यसले हामीलाई बौद्ध मार्गी बन्नको लागि त्यसले महत्त्वपूर्ण टेवा पुर्याउँछ भन्ने मलाई लाग्छ। र आज यो हामी बौद्ध धर्मावलम्बी भएर आज बुद्ध जयन्ती मनाउँदै गर्दाखेरि आज बुद्ध धर्मको महत्त्व र यसको सान्दर्भिकता दिनानुदिन बढ्दछ। आज विभिन्न देशहरूमा युद्ध चलिरहेको छ। इजरायलमा र हमासको बिचमा, रुस र युक्रेनको बिचमा, इन्डिया र पाकिस्तानको बिचमा, अमेरिका र इरानको बिचमा जुन युद्धहरू चलिराखेको छ, आज हामीले यो बौद्ध शिक्षाहरूलाई ती ठाउँहरूमा हामीले विस्तार गर्न सकेको खण्डमा, हामीले यो बौद्ध शिक्षालाई त्यहाँ विस्तार गरेको खण्डमा सायद यो विभिन्न देशमा शान्ति कायम गर्नको लागि
हतियार होइन, बुद्धको शिक्षा कायम काफी छ भन्ने मलाई लाग्छ। वक्ताहरूले बुद्धले शान्ति र आत्मीयताको बाटो सिकाएकाले सोही बाटोमा हिँड्न सबैलाई आग्रह गरेका थिए। यस्तै नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले पनि आफ्नो संस्कार संस्कृति र धर्म जोगाइ राख्न जरुरी रहेकोमा जोड़ दिनुभयो। उहाँले नगरपालिकाले धर्म संस्कार संस्कृतिलाई जोगाउन नीति तथा कार्यक्रममै समावेश गरेको पनि उल्लेख गर्नुभयो। पक्कै पनि तपाईँ हामी सबैजना हाम्रो धर्म संस्कार संस्कृतिलाई जोगाउनु पर्छ। हाम्रो धर्म संस्कार संस्कृति तपाईँ हामी माझ मात्रै नभएर भोलि हामीभन्दा पछाडि हाम्रो सन्ततिहरूलाई पनि हामीले सिकाइराखेन, हामीले जोगाइराखेन भने पक्कै हाम्रो धर्म संस्कार संस्कृतिलाई हामीले हाम्रो बालबच्चा हामीभन्दा पछिल्लो पिँढीहरूलाई पनि यो हाम्रो सिकाइ र हामी सोलु दुधकुण्ड नगरपालिकाले अहिले मात्रै नभएर हिजोको दिनदेखि नै हाम्रो कार्यक्रम र नीतिमा नै हामीले धर्म संस्कार संस्कृतिलाई हामीले बजेट छुट्याएर विभिन्न जातिको चाडपर्वहरूमा हामीले लोसार दसैँ तिहारमा मात्रै नभइकन हामीले क्रिस्चियनहरूको चाडलाई पनि हामी सबै धर्मलाई उत्तिकै सम्मान गरेर सोलु दुधकुण्ड नगरपालिकाले सबै जात जातिको सबै धर्म संस्कृतिलाई त्यतिकै जोड्दै तपाईँ हामी सबैजना एकै थलोमा आज यहाँ गुम्बामा पक्कै पनि बौद्ध धर्मावलम्बीहरू मात्रै नभएर विभिन्न धर्ममा आस्था राख्नुहुने सबै जात जातिका सबै धर्ममा आस्था राख्नुहुने सबै जातिहरू यो कार्यक्रममा उपस्थित रहेका छौँ। यो कार्यक्रमले पनि तपाईँ हामी सबैजनाको सद्भाव माया प्रकट गरेको छ र तपाईँ हामी सबैजनाले हिजोदेखि नै हामीले बुद्ध जयन्तीलाई सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकामा रहेका विभिन्न जातीय संस्थाहरू अग्रसर भएर पालै पालो हामीले आयोजकको रूपमा यो कार्यक्रम सहकार्य गरेर मनाइरहेको छौँ र सोलु दुधकुण्ड नगरपालिकाले गर्नुपर्ने साथ सहयोग सहकार्य सधैँ तपाईँहरूको साथमा रहिरहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 6 का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले नगरपालिकाको वेशभूषा भाषा धर्म संस्कार संस्कृति लगायतको संरक्षणका लागि काम गरेको बताउनुभयो। उहाँले शेर्पाले मात्रै मनाउँदै आएको बुद्ध जयन्ती अहिले 4वटा समुदायले अपनाएको भन्दै खुशी समेत व्यक्त गर्नुभयो। संहितामा लागू भएपछि देशमा 3 तहको सरकार स्थापना भएपछि स्थानीय सरकार जब यो संविधानले परिकल्पना गरेको अनुसार यो स्थानीय सरकार गठन भएपछि यस क्षेत्रको भाषा धर्म संस्कृति यहाँको मौलिकता यहाँको हरेक कुरामा सोलु दुधकुण्ड नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै विभिन्न विचारहरू राखेर नीतिमै राखेर यो क्षेत्रको भौगोलिक विकटता यहाँको संस्कृति यहाँको भाषा यहाँको मौलिकता र संस्कृतिलाई रक्षा गर्नलाई विभिन्न बजेट विनियोजन गर्दै आएको कुराहरू यहाँ सम्पूर्णलाई सर्वविदित छ। आज यस सोलु दुधकुण्ड नगरपालिकाले विभिन्न क्षेत्रमा काम गरेको यो सांस्कृतिक सम्बन्धको काम गरेकोले आज यो मास धेरै मैले मात्रामा देखेको छु। हामी योभन्दा अगाडि शेर्पाले मात्रै बुद्ध जयन्ती मनाउँथ्यौँ भने अहिले पछिल्लो समयमा हामी विभिन्न चाड जात शेर्पा तामाङ नेवार र मगर समुदायका क्षेत्रहरू जो त्यहाँका व्यक्तिहरू धर्म गौतम बुद्धसँग विश्वास गरेर यो क्षेत्रमा बुद्धको उपदेश साथ लिएर अगाडि बढ्नु भएकोमा सबै हामी जात जाति एक ठाउँमा आएर यो बुद्ध जयन्ती विभिन्न अवसरमा मनाउँदै आएकोमा आज हामी धेरै यो क्षेत्रको यो सोलु दुधकुण्ड नगरपालिका क्षेत्रका विभिन्न जात जाति तथा वेशभूषामा अवस्थित सम्पूर्ण जातिहरू आज विभिन्न रूपमा यहाँ उपस्थित भएर यो कार्यक्रम भव्य रूपमा सञ्चालन गरेको मैले महसुस गरेको छु। यस्तै कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङकी केन्द्रीय सदस्य शारदा माया तामाङले प्रत्येक जात जातिको भाषा धर्म संस्कृति जोगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले बौद्ध धर्मावलम्बीहरूको संस्कार संस्कृति संरक्षणका लागि नगरपालिकाले गरेको सहयोगले धर्मावलम्बीहरूको मनोबल उच्च भएको उल्लेख गर्नुभयो। सबैभन्दा विकास पूर्वाधार भनेको नै हाम्रो यो कला धर्म
धर्म संस्कार संस्कृति वेशभूषा आफ्नो पहिचान आफ्नो थाक थालोलाई संरक्षण गर्नु सबैभन्दा ठुलो विकास हो भन्ने मलाई लाग्छ। वास्तवमा आफ्नो थाक थालो आफ्नो पहिचान आफ्नो वेशभूषा र आफ्नो भाषा छैन भने हाम्रो नेपालीहरूको के अर्थ रहन्छ? यसमा हामीले भाषा वेशभूषा भन्दैमा जनजातिको मात्रै कुरा जोडेको होइन। यसमा हाम्रो क्षेत्रीय ब्राह्मणदेखि सबै जातिहरूको आफ्नो धर्म आफ्नो वेशभूषा आफ्नो संस्कार आफ्नो कल्चरलाई जोगाउन आवश्यकता छ। त्यसमा हामी आफ्नै जातीय संस्थाबाट पनि जोगाउन आवश्यकता छ भने यो तीनवटै सरकारको पनि जिम्मेवारी र कर्तव्यको रूपमा रहन्छ। म सधैँ भन्ने गर्छु, पोहोरको साल पनि यही कार्यक्रममा यसरी नै मैले उभिएर भनेको थियो, सोलु दुधकुन्न नगरपालिकाले यो पाल चाहिँ आर्थिक सहयोग कम गर्नु भए भनेको थिएँ, तर यो साल सोलु दुधकुन्न नगरपालिकाले आर्थिक रूपमा एकदमै सन्तोषजनक सहयोग गर्नुभएको छ। कार्यक्रममा धर्मगुरु ईश्वर श्रेष्ठले बुद्धको दिव्योदेशहरूलाई अँगाल्दै उहाँकै पाइलामा हिँड्न सके जीवन सफल हुने उल्लेख गर्नुभयो। भगवान बुद्धको धर्ममा हरेक विषयको एउटा सान्दर्भिकता हुन्छ अनि कलाको पनि सन्दर्भ छ। यतिकै कला बिना कुनै कारण बिना कुनै हेतु उब्जिँदैन। अनि अब म खासै कलाको त्यति ठुलो ज्ञाता त होइन, तर पनि भगवान बुद्धको जीवनसँग सम्बन्धित र बौद्ध परम्परामा कला कहाँबाट सुरु भयो भन्ने विषयको सानो कथा चाहिँ यहाँ भन्छु हजुरहरूलाई। अनि त्यो नै बौद्ध परम्पराको कला को जुन चाहिँ प्रादुर्भावको मूल बीज भन्दा पनि हुन्छ, त्यहाँबाट अङ्कुरित भएको हो। भगवान बुद्धको जीवनमा दुईजना राजाहरू थिए भनिन्छ। एउटा तपाईँको राजा बिम्बिसार अनि अर्को चाहिँ राजा प्रसन्नजित है। अनि उहाँहरू दुईजना चाहिँ एकदम घनिष्ठ मित्र, त्यो गणराज्यहरूका राजाहरू हुनुहुन्छ। अनि उहाँहरूको बिचमा पत्राचार हुने अनि हाम्रो अहिले पेन फ्रेन्ड भन्छ नि त्यस्तो हुने क्रममा चाहिँ एक समयमा अब सौगातहरू पठाउने क्रममा बिरुडक राजाले एकदमै भव्य खाले त्यो कवच भन्छ होइन, शिल्ड पठाउनु भएको रहेछ। अनि त्यो पाइसकेपछि बिम्बिसारलाई के दुविधा भएछ भने यस्तो भव्य एउटा सौगात पठाएको छ मेरो मित्रले, उहाँलाई के साँच्चै मैले यसको तोड यसको बराबरको के पठाउने त भन्दाखेरि अनि सल्लाह गर्दाखेरि चाहिँ भगवान बुद्धले चाहिँ उहाँलाई प्रतीति समुत्पादको चित्र, भगवान बुद्धको दर्शन जुन छ त्यो दर्शनको मूल आधार जति पनि चाहे जतिवटा परम्परा किन नहोस् त्यो सबै दर्शनको आधार भनेकै प्रतीति समुत्पाद हो। प्रतीति समुत्पाद भनेको कार्यकारणको नियम क्या। कुनै पनि कर्म कुनै पनि हामीले गरेको चर्या होइन, मन वचन कर्मले गरेको कुनै पनि हाम्रो चर्या अथवा आचरण चाहिँ यत्तिकै खेर जाँदैन भनेर भनिन्छ क्या। कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति थियो। उनीहरूले गुम्बामा स्थापना गरिएको बुद्धको मूर्तिमा खादामाला चढाएर भगवान बुद्धको सम्झना गरेका थिए।